नमस्ते है साथीहरू। बालेन दाईले चाहिँ हिजो रवि लामी छानेलाई भेटिसकेपछि आज चाहिँ उहाँले 15 मिनट चाहिँ मसँग भेटघाट हुँदैछ उहाँको। नपत्ता यहाँ हेर्नु होला। नमस्कार। ठ्याक्कै बुढा बालेन शाह जस्तै हुनुहुन्छ त है। यतिखेर चाहिँ म कुम्दीकोटमा छु। काटीकुटी बालेन दाई जस्तै हुनुहुन्छ। अगाडि हेर्दा नि पछाडि हेर्दा नि कपाल पनि त्यस्तै बनाउनु भएको जस्तो ल्याएर्नुहोस्। अब पोखराबाट मेयरमा उठ्नु पर्यो तपाईँ। झुकेर बालेन भनेर भोट हाल्यो भने त हालिहाल्यो नि। एकदम हेन्सम मान्छे भेट भयो आज। के भन्न चाहनुहुन्छ? नमस्ते सबै दर्शक श्रोताहरूलाई। अब मैले सबै नेपाली देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई एकदम राम्रो सोच विचार राख्नु पर्यो हैन, पोजिटिभ भोइस दिनु पर्यो सबैले। देश विकास हुन पर्यो, युवाहरूको मन जित्ने काम गर्नु पर्यो, सबै त्यही भन्न चाहन्छु। अब रूप मात्रै बालेनको होइन, उहाँको दिमाग नै बालेनको जस्तो छ है साथीहरू। नेपाललाई अब डेभलप गर्नलाई एक्लै सम्भव छैन, सबैको सोच एउटै हुन पर्यो। सबै पार्टीहरू, सबै राजनीतिक कर्मीहरू सबै एकजुट भएर ट्याक्क मिलाएर यो देशलाई चाहिँ युरोप जस्तो बनाउनु पर्यो। ल बालेन दाईको र मेरो मिटिङ ठ्याक्कै सक्यो है। यति नै है त। यहाँ चाहिँ पुम्दीको टाइपको ठ्याक्कै उहाँसँग भेट भइहाल्यो। उहाँको भिडियोमा टिकटक यही जान्थेँ। हाम्रो बालेन दाई यता र हाम्रो चाहिँ भाले सर हुनुहुन्छ, दार्जिलिङ भाले बाले र भाले बालेन भाले। अनि हामी यहाँ यो पोखराको कुम्दीकोटको पार्किङमा हुनुहुन्छ। हामी अब साथीभाइ भेट्यो, अब एउटै गाउँको हुनुहुँदो रहेछ उहाँ। अनि म पनि धादिङकै हो, त्यही भएर अनि रमाइलो छु आज। हाम्रो बालेन दाई हुनुहुन्छ, काठमाडौँको त होइन है, पोखराको हुनुहुन्छ। सेम टु सेम उहाँको दिमाग पनि उहाँ काठमाडौँको बालेन दाईको जस्तै हुनुहुन्छ। उहाँ अहिले पनि उहाँ एकदमै चाहिँ देश बनाउने चाहिँ उसमा चाहिँ लागिरहनु भएको छ। हस् त, धन्यवाद है। ल एकदमै राम्रो छ। फोटो खिच्ने मान्छेहरू हुन्छ, यहाँ फोटो खिच्न चाहिँ